मेरो बहिनीले आज रहेछ कुनै देखाउनुले पागल भइसक्यो बौला म त आमा यो खियामा हामी चाहिँ यहाँ सुनसानमा बसिरहेछौँ कोही छैन आमा छोरी च्यानघारी मान्छेको च्यानहरू घारी मात्रै छ है यहाँ धर्मशाला छ केही देखियो त आज केही देखियो त यो बाटो देखियो त यो चाहिँ भिडियोमा आउनै नमान्ने मान्छे यता ल फोटो रेडी सेडी गो के को रेडी सेडी मैले त भिडियो बनाइरहेको छु कस्तो मलाई लाजै लाग्यो है मान्छेले देख्दाखेरि पनि आइज पुग्न लाग्यो जाडो सुरु भइसक्यो साथीहरू हाम्रोतिर चाहिँ यति धेरै जाडो छ कि टपमै जाने ल डाँडामा फाइनली आइपुग्यो यस्तो सुकुनको हावा खान पाइन्छ कि यहाँ चाहिँ नाना तोयामा तान बुन्ने थान भन्छ हौवा गर्नुहोस् त खै हौवा यस्तरी हौवा हौवा गर्नुहोस् खानुकै धुन्छ होला अनि भएभरको दुःख पिर चिन्ता पीडा जेसुकै होस् है सबै यस्तो हावा चल्छ कि यस्तो रमाइलो शान्त हुन्छ कि मनै आनन्द हुन्छ यस्तो ठाउँतिर आउँदाखेरि है हेलो सेवा नमस्ते तपाईँहरूलाई स्वागत छ मेरो अर्को न्यू भिडियोमा आज चाहिँ हामी हिँडेको मन्दिर घुम्नलाई घुम्न पनि मन्दिर पनि म नानी भाइ बहिनी भएर हामी चाहिँ जाँदैछौँ आज धेरै लामो समयपछि भिडियो बनाउँदैछु मेरो पुकुली चाहिँ नक्कली बाजेले पुर्याइदिँदैछ पर बाइकसम्म हामी चाहिँ जाँदैछौँ हामी चाहिँ हिँड्न लागेको पुगेपछि देखाउने छु कस्तो छ ठाउँ भनेर जाने हो मालाथुङ्का भन्ने ठाउँ जाँदैछौँ हामी चाहिँ हामी अगाडि बहिनी म नानी म भाइ जाँदैछौँ एकछिनपछि बहिनी चाहिँ आउँछ मेरो पुकुली चढी म पनि आउनु अरे नक्कली ल ल ल ल म आएको ल बाई 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 गरिदेऊ कोप्पालाई मलाई पनि बोलाउँछु बाई बाई कोप्पा आउनु नि अहिले बाई ल गुड भरे गएर आउनु दर्शन गरेर हस् हस् भने अरे साइसा देखेन ल हामी चाहिँ हिँडेको बाई बाई गर्दैछ मेरो सानले कस्तो मैले कहाँ देखेँ ल गएको है हामी चाहिँ हिँड्यो है आज चाहिँ पानी पर्ला जस्तो छ दिन चाहिँ यस्तो भइरहेको छ यस्तो छ दिन चाहिँ शीतलमा हामी चाहिँ घुम्न हिँडेको बाटो कस्तो छ कुनै है हेर्दै गर्नुहोला हामी चाहिँ यहाँ आधा बाटोमा आएर बसिरहेको छौँ अनि मेरो छोरी चाहिँ मामाले छोडेर गयो भनेर घरै जानु खोज्दैछ आन्टीलाई लिनु गएको के बाबा म बोक्छु ल मम्मा बोक्छ आऊ मम्मा बोक्छ कस्तो छ हो मेरो छोरी त यहाँ नजिक बहिनीलाई छ्यामालाई लिनु गएको बाइकमा अनि आधा बाटोसम्म हामीलाई चाहिँ पुर्याउन आएर बहिनीलाई लिन गएको छ घरमा ऊ चाहिँ मामा छोडेर गयो भनेर फेरि ओह्रालै जानु खोज्छ नक्कली पुकुली ए ल खोइ तिम्रो मोबाइल झऱ्यो टिप टिप बाबा टिप्नुहोस् मोबाइल झऱ्यो टिप हेर न मेरो छोरी चाहिँ नक्कली ओ कुकुर कराएको सुन्यौ
ओ यस्तो डराउँछ नि मेरो छोरी कुकुरसँग चाहिँ। मम्मालाई माया गरिदेऊ न त ल, माया गरिदिनुहोस् न त हौ। यस्तो सुनसान छ कि यो ठाउँ है, यस्तो छ ठाउँ चाहिँ। यो चाहिँ हाम्रो घरबाट यताबाट आएर यता यो दिक्तेल जाने ठाउँ हो कि, यता दिक्तेलबाट आउँदैछ यो चाहिँ गाडी। दिक्तेलबाट यता हलेसी चाहिँ यता पर्छ, हलेसी हुँदै काठमाडौँ जाने बाटो चाहिँ यता हो। अनि हामी चाहिँ यहाँ सुनसानमा बसिरहेछौँ, कोही छैन, आमा छोरी। तर यतातिर चाहिँ पुरा सबै च्यान डाँडा भन्छ, च्यानघारी मान्छेको च्यानहरू घारी मात्रै छ है। यहाँ धर्मशाला छ। अनि आमा छोरी यहाँ आएर सुनसानमा किरा केर कराइरहेको छ। कराएको छ अनि बसिरहेको छौँ। सुनसानमा बस्न पनि डरै लाग्छ अहिलेको जमानामा है। मेरो छोरी चाहिँ के फोहोर बटुलेर हेर, के बटुलेको हो बाबा? अब तिमी र म मात्रै हो गफ गर्दै बस्ने ल। अबै तलबाट त कुकुर आउँछ नि, मामा कता गएको छ भन्ने कुरा चाहिँ उसलाई पनि याद हुँदो रहेछ है। ओह्रालो गएको थियो, यता आऊ बाबा यता। यस्तो ढुङ्गा छ, लड्यो भने नक्कली हेर नहेरिकन हिँड्छ हौ। ल आऊ। अनि मधुरो पानी पर्ला जस्तो छ, पानी पर्छ भन्दै थियो। आज पानी पर्ने हो कि हामी चाहिँ घुम्न जाने भनेर तयारको साथ हिँडिरहेछौँ भाइ बहिनीसँग। मेरो पुक्कुलीलाई घुमाउन लागेको खासमा चाहिँ आज घर बस्दा बिचरालाई वाक्क लाग्छ नि त। अनि हामी यसो हलेसीतिर गयो भने पनि पछ्याउँछ। अनि आज चाहिँ मामाहरू भएको बेलामा, छेमाहरू भएको बेला रमाइलो गराउन हिँडेको मेरो छोरीलाई नि। कस्तो छ ठाउँ म देखाउने छु, हेर्दै गर्नुहोला। हामी चाहिँ यहाँ भाइ बहिनी पर्खिरहेको छौँ, कति बेला आइपुग्छ। टिटिट गाडी हेर्दैछ मेरो छोरी चाहिँ। बाबा मम्मालाई माया गरिदिनुहोस् न हौ। मम्माको माया कति लाग्छ? मम्माको माया कति लाग्छ? कति लाग्छ अरे बाबा? मम्माको माया कति लाग्छ अरे? होइन छी बाबा फालिदेऊ, फा गरिदेऊ। हेर न, केटाकेटीलाई फोहोर भनेपछि चाहिँ नम्बर 1 उनीहरूलाई नहेरी चित्तै बुझ्दैन। अबै कुकुर आयो, कुकुर आयो डरायो। कुकुर हो माथि देखेछ कि मेरो छोरीले। आयो 1 घन्टा जति लाग्छ होला, कसरी बिताउने हो यो सुनसान जङ्गलमा। किराको आवाज बाहेक केही छैन। मान्छेसँग बोलौँ भने पनि है, मेरो पुकुलेसँग बोल्यो बस्यो है। होइन बाबा, होइन आज पुकुलुलाई घुमाउन हिँडेको मम्मुले घाम पनि लागेको छैन। आज पानी पर्ला जस्तो छ, अँध्यारो छ दिन पनि। कस्तो मेरो बाबाको हातमा के भएछ? अबै किरा पस्यो है बाबा, आमा डराउँदैछ नक्कली। ला ल गयो बाबा, मम्माले फाकिदियो। के खोजेको हो बाबा? के खोजेको? टोपी झिक्यो मेरो सानोले। तिम्रो टोपी हो नि हौ त्यो, भरे घाम लाग्यो भने पातला टोपी लाउनुपर्छ हस्। अनि के साथीहरू, यो क्यामेरा नखोलिन्जेल चाहिँ यति गफ आउँदैन कि। जस्तो सुकै भयो भने नि गफ गर्न चाहिँ मुख खाली हुँदैन। तर जब यो क्यामेरा अन गर्नु बित्तिकै चाहिँ त्यो जुन बोल्छु भन्ने कुराहरू चाहिँ कहाँ जान्छ क्या साथीहरू, कहाँ जान्छ। भिडियो चाहिँ यस्तो राम्रो बनाउँछु भनेर निस्केको हुन्छ नि घुम्न जाने बेला। अनि राम्रो बनाउँछु, कस्तो मजाले बनाउँछु भनेर सोचेर हिँडेको हुन्छ। तर जुन कुरा बोल्नु, यो भन्छु भनेर यस्तो बनाउँछु भनेर सोचेर हिँडेको हुन्छ नि, त्यो कुरा चाहिँ नबोलेर के बोलेको हुन्छ। त्यो भिडियो बनाइसकेपछि आफूलाई नि चित्त बुझ्दैन कि। हावा
भिडियो बनाए जस्तो लाग्छ कि भिडियो बनाइसकेपछि चाहिँ तपाईहरुलाई चाहिँ त्यस्तो हुन्छ कि हुँदैन कमेन्ट गर्नुस् है को नयाँ युट्युबरहरु हुनुहुन्छ कमेन्ट गर्नु होला है त भिडियो बनाएर प्रगति नगरिने भो साथीहरु भिडियो बनाउनै नसकिने भो भिडियो बनाउन थालेको महिनौ भइसक्यो तर कहिले यो क्यामेरा खोल्न बित्तिकै किन होला यसरी डर लागेको तपाईहरुलाई चाहिँ यस्तो हुन्छ कि हुँदैन कमेन्ट गर्नुस् त मेरो पुकुली पनि यहाँ के गर्न थालिसक्यो ऊ आफ्नै तालमा छ म आफ्नै तालमा छु बिन्दास छ पर्खिँदा बिहोस हुने बेला भइसक्यो यही 1 बजिसक्यो कहिले पुग्ने हामी कहिले पुग्ने अनि कहिले फर्किने गएँ म बाबा तिमी एक्लै बस्छ ल म गएको परेछ नक्कली म गएको ल कस्तो हो यिनीहरूले त 1 घन्टै लाग्यो थोरै तल छैन त नि बल्ल आइपुग्यो यिनीहरू पनि केही देखियो त आज हाँ केही देखियो त यो बाटोमा देखियो त अबे खुसी भएको यो चाहिँ भिडियोमा आउनै नमान्ने मान्छे तर आज कस्तो दिने अँध्यारो भएर है यता ल फोटो रेडी सेडी गो के को रेडी सेडी मैले त भिडियो बनाइरहेको छु सुन्तला भेटिस् त्यस्तो पक चुप हल्ला बन्द आज त दिने अँध्यारो भएकोले घाटा भयो नि हौ हामीलाई अन्धकार अनि यस्तो छ अनि मधुरो है यता त मेरो कान्छा भाइ यता कान्छी बहिनी भन्ने नि जे भन्ने हामी 2 बहिनी यसलाई सर्किने भो हामी 4 जना कसरी बाइकमा अट्छौँ है 4 जना जानुपर्ने छ बाइकमा चाहिँ अब पिचमा त जान्छ होला ल हिँड बाबा हिँड हेर्दै गर्नु होला थोरै नजिकै हो कि त्यही भएर कस्तो हाँसिदियो कि हामी यसरी पहिले बसेको थिएन यो चाहिँ अत्याचार गरेको हो कि हाम्रो बाइकलाई मजा हो यो मेरो पुकुली पो हेर्दैछ त बाबा भएकोले मेरो छोरीलाई चाहिँ रमाइलो लागेछ कस्तो मलाई लाजै लाग्यो है मान्छेले देख्दाखेरि पनि अब टिप लगाउँदाखेरि 2 बज्ने भयो नि त त्यही भएर हामी चाहिँ यहीँ नजिकै हो अनि दिनै मर्निङ छ भने 4 जना चाहिँ हामी चाहिँ पुग्न लाग्यो उकालो लाग्यो रोड छोडेर यताबाट उकालो जानुपर्छ माथि सिडी चढ्दै जानुपर्छ माथि डाँडामा अरू भन्दा नि मेरो छोरीलाई चाहिँ एकदम खुसी लागिरहेछ त्यही खुसी है मलाई चाहिँ सबभन्दा ठुलो कुरा हैन आउनु अरे आन्टी छिटो आउनु ओइ छिटो आइज न एकछिन बिस्तारो फोटो खिच्दा भइहाल्छ नि मास्तिर गएर यो चाहिँ तल फोटो खिचिँदैछ मेरो छोरी आउनु भन्दैछ आन्टी नआएकोले गर्दाखेरि आयो कस्तो गलेको यो हाम्रो मालदुम्का भन्ने ठाउँ चाहिँ दिक्तेल र हलेसीको बिचमा
बिचमा यताबाट उद्धो जाँदाखेरि चाहिँ हलेसी हुँदै काठमाडौँ जान्छ। यो चाहिँ दिक्तेल र हलेसीको बिचमा छ यो मालथुम्का भन्ने ठाउँ चाहिँ। अनि हामी चाहिँ घुम्नको लागि आज आएको छौँ। उकालोमा हिँड्नै गाह्रो पर्ने रहेछ भिडियो बनाउँदा भन्दा पनि। यो पनि हिँड्थ्यो होला हौ, तर गल्छ होला एकैछिनमा। आमा कति उ रहेछ हौ। हामी ढिलो आएको छौँ। अनि अब माथि गएर यसो एकछिन दर्शन गर्ने, अनि त्यस पछाडि एकछिन बस्ने, अनि फर्किन्छौँ। मामा भान्जी हिँड्दैछ यता चाहिँ। साइसा भनेको हेर्दैछ। भेटे बाबा, भेटे बाबा, भेटे। गल्छ हौ यहाँ। म त कस्तो गलेर हैरान भएँ। एउटा ऊ तलै छ, गलेर उकालो हिँड्नै नसक्ने अवस्था। हामी चाहिँ माथि टपमा आइपुगिसक्यो डाँडामा। ओइ बोक भान्जीलाई यता चाहिँ यस्तो छ है, यस्तो छ यहाँ नजिक। यो के को मूर्ति हो कान्छा? एलम्बर रैछाकुले अरे। एकछिनमा यतातिर चाहिँ आउँछौँ हामी। अहिले चाहिँ हामी टपमै जाने ल। डाँडामा फाइनली आइपुग्यो। यस्तो सुकुनको हावा खान पाइन्छ कि यहाँ चाहिँ। यति आनन्द आउने है। यताबाट चिन्ने हो भने कति धेरै ठाउँ देखिन्छ। यो चाहिँ यो मालथुम्का डाँडा चाहिँ खोटाङको दोस्रो अल्गो ठाउँ चाहिँ भनेर चिन्छन्। यस्तो दामी ठाउँ देखिन्छ नि। यता ओखलढुङ्गा, अनि यता उदयपुर देखिन्छ। हामी चाहिँ कसले पैसा च्यातेर फालेछ नि। यस्तो छ है। हामी चाहिँ उकालो जाँदैछौँ डाँडामा। तर कुरो पलाएर साह्रै झुर भएछ नि त हौ। फुल जस्तो देखिँदो रहेछ यो चिजकाला। हामी चाहिँ उकालो जाँदैछौँ। नक्कली हिँड्दैछ डाँडामा। बाई अरे म आउँदैछु बाबा, हिँड्नुहोस् बाई पो गर्छ। यो कुरो हो कि, तर फुल जस्तो कस्तो राम्रो देखिरहेछ। तर यस्तो कुरो चाहिँ टाँस्यो भने यो फेरि टिपेर सकिँदैन। यस्तो छ है यहाँ हामी घुम्न आएको ठाउँ चाहिँ यस्तो रहेछ। यस्तो छ। मेरो पुक्कु लिएर मामाको हात समाएर हिँड्दैछ पुक्कु नक्कली। एक साइड मात्रै गाह्रो लगाइदिएको रहेछ। ठिकै हो, तर गाह्रो त एकदमै बाक्लो लाग्दो रहेछ। यो यहाँ नजिक चाहिँ यो जुन यस्तो गाह्रो लगाएको चाहिँ यो लगाउनुभन्दा अगाडि चाहिँ म आएको पहिला यो लगाएपछि चाहिँ गाह्रो लगाएपछि चाहिँ आएको थिइनँ कि। यस्तो गाह्रोहरू लगाएपछि आएको थिइनँ। त्यही भएर घुम्न आउनु पनि मन लाग्यो। अनि सधैँ हामी पहिला अब वर्षपछि वैशाख पूर्णिमा चाहिँ यहाँ हाम्रो राईहरूको साकेला नाच्छ कि, साकेला चण्डी नाच भन्छ। अनि वर्षपछि नाच्छ। पहिला चाहिँ नाचिन्थ्यो धेरै। अब बिहे गरेर गइसकेपछि चाहिँ आउनु पाएको थिइनँ। अनि अब वैशाखमा नआए पनि यति बेला घरमा सबै भेला भएको बेलामा भाइ बहिनीहरूसँग म चाहिँ घुम्न आएको कि। अनि सधैँ नाचिरहेको ठाउँ, अनि हेर्न घुम्न आउन खुब मन लागिरहेको थियो। अनि आज मौका पर्यो, अनि आइरहेछौँ यता। अनि यहाँ नजिक चाहिँ पुरा वैशाखमा यतैभरि नाच्ने मान्छे हुन्छ। हुनु चाहिँ पाखा देखिदिन्छ है, पाखा छ। यस्तैमा भए पनि यतातिर
सबै यतातिर चाहिँ नाचिन्छ यतातिर अनि नाच्ने गर्छौँ हामी। अनि यो हाम्रो राईहरूको साकेला नाच्ने ठाउँ हो, तुवाचुङ भन्छ। तुवाचुङ भन्ने ठाउँ चाहिँ यही हो। अनि यो चाहिँ मुख्य मन्दिर रहेछ हाम्रो मन्दिर। अनि यहाँ मन्दिरभित्र हुँदा यस्तो छ। अनि यतातिर चाहिँ हामी यसो अलिअलि दर्शन गर्छौँ। यस्तो छ है यहाँ मन्दिर है। तर यो मन्दिरहरूको बारेमा त धेरै चिजहरू छ, मलाई चाहिँ थाहा छैन है। के भन्छ है यसको बारेमा चाहिँ मलाई थाहा छैन। केही कुरा भनौँ भने यिनीहरू के हो भनेर है। यो चाहिँ अलिक बुढापाकाहरूले चाहिँ राम्रोसँग भनिदिनुहुन्छ के हो भनेर है। आमे ज्याकेट झिक्ने, ओए मामा ज्याकेट झिकिदे। ए अनि यता नथपाए पनि बिस्तारै बाबा, यता थाहा नपाए पनि यहाँ के रहेछ भन्ने कुरा चाहिँ यहीँ लेखेको रहेछ कि। रहेछ कुले खोचिलिपा हेच्छा कोप्पा। अरे यो भनेको चाहिँ के हो राई भाषामा? आफूलाई नि आउँदैन राई भाषा। अब मैले के भनेर बुझाउनु है। साकेला नाच्ने ठाउँ चाहिँ हो भन्ने चाहिँ यति थाहा छ। आएर हामी नाचिराख्ने ठाउँ पनि हो। अनि यहाँ चाहिँ के हो भनेर नाना तोयामा तान बुन्ने थान भन्दै चाहिँ तोयामाको तान बुन्ने ठाउँ। यो चाहिँ कपडा बुन्ने ठाउँ रहेछ। यहाँ नजिक चाहिँ कपडा बुन्ने ठाउँ थियो अरे पहिलाको। तयामा र खियामा भलाकुसारी गर्ने थान अरे। भलाकुसारी गर्ने थान अरे। यो चाहिँ तयामा र खियामा भलाकुसारी गर्ने थान भनेर लेखेको छ। तर मलाई चाहिँ राम्रोसँग थाहा छैन यसको बारेमा। भन्न पर्यो भने चाहिँ मलाई थाहा छैन। यस्तै छ। अब हामी चाहिँ यसो पूजा गर्छौँ, अलिअलि पूजा अरे दर्शन गर्छौँ। मैले यहाँ नजिक यसो फुलहरू लिएको थिएँ, फुलपाती चढाउनु पर्ला, हेर्दै गर्नु होला। यता चढाउनुहोस्। अनि मेरो छानोलाई पो लिएको त आज मन्दिर त। ल हौवा गर्नुहोस् त, खै हौवा यस्तरी हौवा यसो गर्ने हो। हौवा गर्नुहोस् त। ल टाउको हौवा गर्नुहोस्। खानुकै धुन्छ होला अनि। धेरै खायो कि क्या हो? आऊ तिमीले जाँदै गर्नु। आऊ कम क्याच मी, टच मी। अब चाहिँ हामी माथि जाँदैछौँ। यता अलिअलि घुमियो। मेन हाम्रो साकेला थान भनेको चाहिँ यहीँनिर हो मन्दिर। अनि यतातिर मान्छे साकेवा नाच्ने, यतातिर साकेला नाच्ने ठाउँ। अनि यता हामी चाहिँ माथि डाँडातिर जाँदैछौँ है। उकालो यस्तो आनन्द आउँछ कि यस्तो के भन्छ, डाँडामा बसेर यस्तो मिठो हावा है। आनन्द भएभरको दुःख पिर चिन्ता पीडा जेसुकै होस् है, सबै के भन्छ हावाले उडाएर लगेको जस्तो हुन्छ कि। यहाँ माथि आउँदा चाहिँ यति रमाइलो ठाउँ छ कि यस्तो छ। तर आज पानी पर्ला जस्तो छ मौसम चाहिँ। यस्तो छ। नत्र भन्दा घाम लागेको भए अझै रमाइलो देखिन्थ्यो डाँडाबाट हेर्दा। तर आज पानी पर्छ भनिरहेछ, सायद पानी पनि पर्छ होला। यतातिर चाहिँ धुम्म भइरहेको छ यस्तो। अनि यस्तो रहेछ है, परसम्म घुम्ने जग्गा बनाइदिनु भएको रहेछ। यो बनाएको चाहिँ भर्खर हो, निकै भयो म पनि नआएको। 4 साल 5 साल नै हुन आँटिसक्यो। अनि आज चाहिँ एकदमै निकै पहिलादेखि नै आउने मन थियो। आज चाहिँ ठक्क जोजन मिलेको छ, त्यही भएर घुम्न आएको छु। मेरो छोरी पनि हिँड्दै छ
नक्कलीलाई घुमाउन लिएको ओइ चिजकाला लाउला है टाउकोभरि टोपीभरि चिजकाला यस्तो पहिला यो बाह्र लागेको थिएन कि म आउँदाखेरि पहिला आउँदाखेरि चाहिँ यताबाट यता उकालो दिक तेल पर्छ यस्तो छ ठाउँ यस्तो रहेको छ। आज दिनभरिको हाम्रो घुमघाम चाहिँ यतै बिताइयो यस्तो ठाउँतिर। यताबाट उतापट्टि चाहिँ यस्तो भिड छ कि यो बाह्र लागेदेखि उता पहिला यो बाह्र नलाइकन आएको हो कि हामी चाहिँ बाह्र नलाइकन नाच्न आउँथ्यौँ सालै पछि साकेला अनि त्यही भएर आमामामा कुरो भएछ खै म ऊ बोकिदिन्छु ले त त्यो ज्याकेटहरू म बोक्छु नानी मात्रै उ गर सामान खोइ ले त बसेर उ त्यहाँ पर केलाउनु पर्छ कि एकदमै यो अब हिउँद लाग्यो कि हिउँद लागेकोले गर्दाखेरि चिजकाला रहेछ कि काँडा भन्दा नि यस्तो यो कि कुरो रहेछ। मेरो पुकुरले गन्द्राङ चाहिँ हिँड्दाखेरि हात पक्रेर हिँड्दैछ मामाको। आजको भिडियो चाहिँ एकदमै मधुरो अँध्यारो भयो कि दिनै धुम्म भएकोले गर्दाखेरि होला अँध्यारो मात्रै आउँछ। यतातिर चाहिँ यस्तो छ है गाउँहरू यति रमाइलो छैन। यता पहाडी ओखलढुङ्गा सोलु उकालो कता पर्छ सोलु यता चाहिँ ओखलढुङ्गा हो यता ऊ चाहिँ सोलु पर्छ होला सोलु यता ऊ दिक्तेल अनि यता यहाँ नजिक चाहिँ के हो खासमा चाहिँ तोयामा खियामाको मूर्ति बनाएर राख्नुभएको छ है। यहाँ नजिक चाहिँ हामी चाहिँ यहाँ आइपुग्यौँ। अब यहाँ एकछिन बिसाउनु पर्ला तोयामा खियामा। मेरो छोरी चाहिँ कुरो भन्छ त्यो टोपी पनि है यता चाहिँ खोइ चाउँछौ भन्न थालिसक्यो अब चाहिँ खाने नि हो। हेर मेरो छोरी चाहिँ कुरो भन्छ यता हेरिदेऊ त बाबा सानो उसले चाहिँ माथि हेर्दैछ को हो माथि बसेको हो भन्दैछ मेरो छोरीको रियाक्सन चाहिँ यता हेरिदिनुहोस् त बाबा यहाँ ए आमै मेरो शान्त घुम्न आएको नि है माथि हेर्दैछ के हेर्दै गर्नु होला है त। हामी एकछिन बिसाउँछौँ हामी चाहिँ हिँडेको अब फोटोसोटो अलिअलि खिच्यो बिसाएर यताबाट ऊ माथि पनि छ कि जाने ठाउँ चाहिँ तर हामी आज गयौँ न। यता चाहिँ जान सक्यौँ न यता माथि छ नानीसँग भिड पनि छ अलिक भिड भएकोले गर्दाखेरि हामी चाहिँ यहाँबाटै फर्केको। आजको घुमघाम यति नै हो हाम्रो लागि चाहिँ मन शान्ति भएको छ आज यति घुम्न आएकोले एकदमै आउनु मन परेको ठाउँ। धेरैचोटि सोच्दा आज जोजन मिलाएर बल्ल आएको छौँ नि त। अनि डाँडा एकदम रमाइलो छ क्या ठाउँ पनि त्यहाँबाट यस्तो देखिन्छ हेर्दाखेरि चाहिँ आज घाम त्यति लागेको छैन अनि त्यही भएर नत्र भने यतातिर पुरै हिमाल देखिन्थ्यो कि उता साइड चाहिँ हिमाल देखिन्थ्यो। आज पुरा पानी पर्ला जस्तो भएकोले गर्दाखेरि मधुरो भएकोले गर्दा अलिक देखिएन के भन्छ जग्गाहरू पनि ठाउँहरू पनि मजाले देखिएको छैन त्यही पनि घुम्ने सोख पुऱ्याएको थियो त्यही खुसी। अनि हामी चाहिँ फर्किँदैछौँ अब परसम्म जान्छौँ कि त्यता पर पनि नानीसँग चाहिँ नानीलाई बोकेर हिँड्नै गाह्रो भयो कि एक्लै हो भने त झन् के को सक्नु र हिँड्न भाइ आएको छ र भाइले नानी बोकिरहेछ अनि सजिलो तरिकाले आफू पनि डुलिरहेछ उनीहरू यता जाँदैछ है। ल यस्तो दामी छ तर आज साह्रै दिनै अँध्यारो क्या सानोमा यता हेर त बाबा ए आज दिनै अँध्यारो आउनु भन्दैछ नक्कली। यहाँ डाँडा छ है यताबाट यता पर जाने क्या हामी
पर केको मूर्तिहरू छ यस्तो छ है तर अँधारो देखेको छ है आज दिनै धुम्म भएको हो कि मेरो क्यामेरा यस्तो हो कि आज अनि यस्तो यस्तो हावा चल्छ कि यस्तो रमाइलो शान्त हुन्छ कि मनै आनन्द हुन्छ यस्तो ठाउँतिर आउँदाखेरि है यता साइड चाहिँ ओखलढुङ्गा पर्छ है ओखलढुङ्गा त देखेछ तर आज दिन अँध्यारो भएकोले गर्दाखेरि यस्तो नजिक चाहिँ ओखलढुङ्गा यस्तो देखिन्छ है यहाँबाट चाहिँ यताको आजको भ्यू चाहिँ यस्तो देखिएछ है अनि हामी चाहिँ फर्किँदैछौँ ल हामी चाहिँ फर्किँदैछौँ ल यस्तो हावा चलिरहेको छ कि है चिसो न चिसो पुरा जाडो भइसक्यो हामी चाहिँ हिँडेको यतातिर पनि पूजा गर्न आएको छ मान्छेहरू त्यहाँ खेल्दैछ मेरो पुपुली र मामा भान्जी अब हामी पनि लाग्यो ओह्रालो आजको घुमघाम यति नै भन्नु पर्ला यो चाहिँ हामी रैछकुले यहाँ माथि रैछकुले मात्रै होइन मेरो बहिनीलाई आज रैछकुले देखाउनुले पागल भइसक्यो बौला के गर्नु फोटो नराम्रो यहाँ छ रहेछ गुले त खियामा हो यो चाहिँ यता तोयामा र खियामा म तोयामा यो खियामा रैछकुले त्यता छ हामी चाहिँ घुमिवरि पनि घर फर्किन आँटेको है आज दिनभरि घुम्दै यतै दिन बित्यो सानो यता मामा भान्जी हिँड्दैछ यता म बहिनी माथि आउँदैछ नानी भोकाइसक्यो भन्दा पनि निदाइसक्यो कि त्यही भएर पनि हिँडेको सानो मजा गएको ल बस है साथीहरू अब हामी चाहिँ घरतिर फर्केको है 1 महिनापछि भिडियो बनाएको छु के कस्तो लाग्छ हेरेर माया गरिदिनु होला।